ल हेर्नुस् है, रवि बालेन र कुलमान घिसिङ मिल्ने भनेको आज पनि निष्कर्षमा पुग्न सकेन र अब ढिला ढिला मिल्ने प्रक्रिया चाहिँ न्यून हुँदै गएको छ। अर्थात् अब मिल्ने संकेत देखिएको छैन। सबै पदका भोगी, सबैलाई प्रधानमन्त्री चाहिने, सबैले पार्टी अध्यक्ष चाहिने, सबैले आफ्नै नेता कार्यकर्ताहरूलाई अगाडि बढाउनु पर्ने भएपछि अब कसरी मिल्छ र नयाँ र पुरानामा फरक पनि के देख्नुभयो? पुराना भन्दा नयाँ त झन् यति धेरै स्वार्थी, यति धेरै अवसरवादी, यति धेरै खतरनाक रहेछन् भन्ने कुरा त अब अहिले तर यिनीहरू चाहिँ वार्तामा छन्, रवि कुलमान र बालेनहरू। तर यिनीहरू वार्ता निष्कर्षमा पुग्नै सकेका छैनन्। यिनीहरूले अब केही गरी खाँदैनन्। अब यिनीहरूको जनताले भरोसा नगरे पनि हुन्छ। यिनीहरू जति अवसरवादी, यिनीहरू जति स्वार्थी, यिनीहरू जति मतलबी कोही पनि छैन भन्ने कुरा अब तपाईँ हामीले बुझौँ। अब यी नयाँ भन्नेहरू यहाँ मान्छे नमारी र आतंक नगरी कोही पनि आएका छैनन्। जस्तै रवि लामिछाने पत्रकार हुँदा पत्रकार मारे, नेता हुँदा ड्राइभर मारे, देशैभरिका गरिब दुखी जनताका त्यत्रो सहकारीको पैसा लुटे, जसले अस्ति भर्खरै स्वीकारेर चाहिँ 5.5 करोडभन्दा धेरै धरौटी बुझाएर भर्खरै बाहिर निस्केका छन्। अब कुलमान घिसिङको कुरा गर्नुपर्दा कुलमान घिसिङ पनि एमसीसीको मतियार नै हुन्। एमसीसी सम्झौतामा उनको सबभन्दा ठुलो हात छ। त्यसै गरी अब बालेन शाहको कुरा गर्नुपर्दा अस्ति भर्खरै जेनजे आन्दोलन उक्साए तर जेनजे आन्दोलनलाई साथ दिएनन्। यसै गरी यी सबै कोही न कोही अपराधी पृष्ठभूमिबाट आएका छन् र यिनीहरू यति धेरै अपराधीहरू यिनीहरू एक ठाउँमा कसरी आउन सक्छन् र उही प्रचण्ड बाबुरामको बाटोमा यिनीहरू गइसकेपछि अब देश झन्झन खतरामा, जनता जहिले दुःखमा, जहिले आन्दोलन, तोडफोड, आगजनी, लुटपाट, विभिन्न बाहनामा बस जनताहरू आपसमा लडाउने बाहेक यिनीहरूको पनि विकल्प केही छैन। त्यसैले अब अन्तिम विकल्प भनेको राजा हो। तपाईँ हामी सबै लागौँ, देशमा राजा ल्याउँ, यी नयाँ पुराना दलालहरूको अन्त्य गरौँ, देश बचाउँ, जनता बचाउँ।